उहाँलाई चाहिँ आफ्नो हातले जल लगाउनु अर्को हात त भाँच्यो होइन कि समाउनुहोस् चल्ला हुनुपर्छ नि बान्ने मान्छे अब यो चाहिँ चाहिने सेटा क्लियर यो सेटा है अब यसो चाहिँ एक साइड लामो सास तान्नु लगाएर है अब बान्ने बेलामा के हुन्छ भनेपछि यो दुईटा सँगै यसरी बान्नुपर्छ यो त्यसो ग्याप राखेपछि यसलाई तान्ने यसरी अनि सँगै तान्ने यसरी यसरी जो खुट्टालाई सपोर्ट गर्ने हो काम्रो नभएको खण्ड काम्रो भएको खण्ड काम्रो सँगै राखेर बान्ने तरिका यही हो तर काम्रो राख्ने अनि बान्ने हैन अब काम्रो नभएको खण्ड त अब त्यो भइसक्यो खाना पकाउनभन्दा अगाडि सिलिन्डरहरू चाहिँ के गर्नु पर्यो यो चाहिँ हामीले कहिले पछि चुल्हाबाट मात्रै अफ गर्छौँ कि यसको लामो पाइपहरू आएको हुन्छ हैन लामो पाइपहरू चाहिँ के हुन्छ आएको हुन्छ त्यो पाइपहरू हामीले चुलो चाहिँ जोडेर छोडेर हामी एक दिन कतै गयौँ आएर मुसाले राम्रो हुन्छ अनि सर्ट बनाइदियो भने चाहिँ यो ग्यास अक्सिजन जान पाएन भने सर्ट के हुन्छ यो निप्छ तर यो चाहिँ भिजाउनु पर्छ अघि बालेको जस्तो फोर्सले त एक काम्रोलाई पनि फाल्ला त सर त फाल्ला नै यस्तो हुन्छ त्यो कता हुन्छ यो वेटिङ हुन्छ नि त त्यो त अलिक हर्नु छ त हैन त्यो त काम्रो त अलिकति यस्तो ग्यास छिर्ने खालको हुन्छ जस्तो मैले जुम्लामा पाखी बहुत सजिलो माने कि पाखी हुन्छ नि त्यो 2 इन्च जति ग्याप हुन्छ हैन है अनि बल्ल मलाई पोल्दैन छ है त्यता त्यो पोल्दैन त्यो बिचमा के हुन्छ 2 इन्च जति के हुन्छ ग्याप हुन्छ हैन त्यो 2 इन्च ग्याप हुन्छ त्यो 2 इन्च ग्याप हुन्छ के हुन्छ भने यो हामीले तान्ने भनेको यहाँबाट हातबाट फेरि तपाईहरुले तान्दाखेरि के गर्नुपर्छ भने यो तपाईहरुले माथिमुखी फर्काउनु भने कहिले फर्केर मुखतिर आउँछ फेरि हैन जाने बेला सट्ट के हुन्छ नि यसो यस्तो मुखी तलम खिचाकेस तान्दिने भने ब्लक हुन्छ यो चाहिँ हैन अब यो त यो खास रेगुलेटर लगाइसकेपछि यो रेगुलेटर फेरि के हुन्छ भने 2 मेथडको हुन्छ एउटा हामीले ठुलो किचनहरुमा चलाउने हो कि यो यसलाई लगाउने के हो सामान्य रूपमा चाहिँ अब कता लाने भनेर निश्चित गर्न पर्यो मैले माथिमुखी तान्न पर्छ यो त हाइवे हो यहाँ मैले छोडिदिराखेँ भने अर्को गाडी आएर चल्न सक्छ धेरै गाडी अवरोध हुन सक्छ जस्तो यस्तो काम भनेको हामीले मोटरसाइकल एक्सिडेन्टहरुमा गाडी एक्सिडेन्टहरुमा उछिटिएर बाटोमा परेका मान्छेहरुलाई चाहिँ बाटोबाट भनेको 2 देखि 2.5 मिटर तान्दिने भनेपछि त्यो मान्छे जीव जान बच्छ हैन भनेको अब यही राखी मैले आउने गाडीहरु पनि यो बाटो हिँडिरहेको छ तम्की बाटो छ भने के हुन्छ कुचिने सम्भावना बढी हुन्छ अरु गाडीहरु अवरोध हुन्छ त्यसकारणले गर्दा मान्छेलाई चाहिँ साइड लगाइदिने हो हैन घटनास्थलबाट चाहिँ थोरै साइड लगाइदिए भने चाहिँ त्यो चाहिँ आफू एक्लै भएको बेला चाहिँ कहिले कसो पहिरोहरु हुन सक्छ हैन अब मैले माथिमुखी तान्नु पर्ने छ यहाँ आए हो यहाँ आइसकेपछि आफू चाहिँ माथिमुखी तान्नु पर्ने छ भनेपछि ठ्याक्कै यसरी लिनुहुन्छ यो ठ्याक्कै उठाउनु भयो हो ट्याग उठाउनु भयो यहाँ यो सर्ट मात्र तान्ने भनेपछि यो सर्टको भागमा के हो यस्तै समात्नु पर्यो हो अब पछाडि लानु पर्ने छ भनेपछि ठ्याक्क सर्नुहुन्छ अलग्ग तान्नुहुन्छ यस्तै हैन भनेको 2 देखि 2.5 मिटरमा तान्ने हो कि यो तान्नु अनि अलि पछाडि लानु पर्ने छ हैन त्यो टाउको तारेन दिन भएन हैन अनि सटक्क तान्ने यसरी चाहिँ तान्ने यो गर्यो भनेको सर्ट समातेर तान्ने विधि भनेको यो सर्ट समातेर चाहिँ तान्ने विधि हो तपाईहरुलाई मान्छे पल्टाउने विधि थाहा छ हैन कसरी मान्छे पल्टाउने भनेपछि यो हात चाहिँ यसो गराउनुहुन्छ ठीक छ हैन यो हात चाहिँ तपाईले यहाँ राख्दिनुहुन्छ यो हात कि खुट्टा यसो गर्नुहुन्छ
अनि त्यही तान थुत्रो मान्छे नै आउँछ होइन यो गऱ्यो भने पुरै मान्छे यतातिर पल्टिन्छ सजिलैसँग अनि तपाईँले यसलाई के गर्नुहुन्छ यहाँ यसरी चाहिँ यो राख्नुहुन्छ त्यसपछि फेरि अन्त छुन पाइएन फेरि घुँडाबाट फेरि के गर्नुहुन्छ अनरोल गर्नुहुन्छ अनि यो कपडा के गर्नु पऱ्यो हामीले तान्नु पऱ्यो यस्तो अब यो पछाडि फुत्किन सक्छ होइन पछाडि फुत्किन सक्ने भएको भए के गर्नु पऱ्यो दुईवटा टुप्पा चाहिँ हामीले के गर्नु पर्ने हो लक गरिदिनु पर्यो अब यहाँबाट तपाईँले तान्ने बेला चाहिँ कम्मरबाट तान्ने बेला पनि अब यहाँ आउनुहुन्छ म सबै टाउको भाग चाहिँ लतारिनुहुन्न कहिले पनि ठ्याक्कै यसरी राख्नुहुन्छ यो आफ्नो चाहिँ यो भागमा चाहिँ अड्याउनु पऱ्यो होइन अनि कपडाहरू के यस्तै ठ्याक्क राख्नुहुन्छ अनि यहाँ मुनिसम्म त्यसरी टाउको यहाँ मुनि पर्ने गरी क्या यसरी होइन तान्ने फेरि त्यही तरिका हो होइन यसरी तान्न पऱ्यो होइन अनि पछाडि जानु पऱ्यो फेरि यति गऱ्यो भने बाटो खुलिहाल्छ नि भनेको यहाँबाट खुट्टातिर तपाईँहरू के गर्नुहुन्छ यसरी राख्नु यो हातमा यसरी लक हुन्छ अनि यहाँ यसरी चाहिँ के गर्नुहुन्छ ठ्याक्क लक हुन्छ होइन ठ्याक्क यसरी लिनुभयो भने अनि उठाएर यहाँ राख्नुहुन्छ ठिक छ अनि दोस्रो स्टेपमा यहाँ लिनुहुन्छ अनि यसरी चाहिँ बल्ल आफ्नो चाहिँ कहाँ लगाएर राख्नुपर्ने राख्ने बेला ठ्याक्कै के हुन्छ ठ्याक्कै यहाँ राख्नुभयो यो घुँडा ठ्याक्कै यहाँ राख्नुभयो होइन अनि बल्ल सोह्र तारेर बल्ल चाहिँ छोडिदिनुपर्छ मान्छेको होसमा हुनेको त अडस्ट लाउनुपर्छ यसरी होइन अनि हात चाहिँ के गराउने यसरी चाहिँ यसरी राख्नुहुन्छ अनि हात के गर्नुहुन्छ यहाँबाट फेराउँछ यो किन भनेको तपाईँलाई म धेरै मेथड सिकाएको छु सर्टबाट मात्रै ताने पनि हुन्थ्यो हुँदैन पण सर्टै नभएको हुनसक्छ तराईमा भने सानो समिज बहिनीहरू एकदम पातलो समिज लगाएर हिँडेको ताने पनि पुरै हराएको पुरै आउँछ होइन त्यो कम्मलमा पुरै गर्ने होइन यस्तै पाखर मात्रै तान्ने त्यो विधिहरू प्रयोग हुन्छ अब यसरी लिनुहुन्छ होइन पछाडि तान्नुहुन्छ सर्लक यसरी यसरी तान्यो भने चाहिँ आफ्नो हातले दुईटा यो दुईटा हात लगाएको हुन्छ त्यही होइन ताने यसरी तान्न सकिन्छ पाखर होइन यो राख्नुभयो अनि सर्ट तान्ने के हो यसरी त तान्ने हो होइन यो भनेको आगोबाट त धुवाबाट तान्दाखेरि चाहिँ हामीले चाहिँ थोरै हाइटमा चाहिँ तान्न सकिन्छ भन्ने हो यो घाँटीको गर्दन चाहिँ खाली हुन्छ अनि कम्मरको भागमा खाली हुन्छ यो घुँडाको भागमा चाहिँ के हुन्छ खाली हुन्छ है त्यहीँबाट चाहिँ हात हाल्ने हो तपाईँले होइन अब तपाईँले हात हाल्दाखेरि चाहिँ के गर्नु पऱ्यो भनेपछि यो हात चाहिँ भित्रबाट हाल्नुभयो भने यो हात चाहिँ यताबाट हाल्नुपर्छ तपाईँको हाल्नु त यो भाग यताबाट हाल्नुभयो भने यता चाहिँ यो भाग चाहिँ उठाउनु तपाईँको घुँडा यो उठाउनुहोस् है यो उठाउनुहोस् हजुर पनि त्यो घुँडा उठाउनुहोस् उठाएर राख्ने सिधै आफ्नो यहाँ राख्नु पर्यो के सबै यहाँ सबै उठाएर 1 2 3 भनेपछि तपाईले यहाँ ल्याउनु एउटै खुट्टा हुनु पर्यो ल मात्र ठ्याक्कै यो के तलबाट के अनि एउटा यहाँ के यस्तै जोरा ल्याउनु हैन अनि भन्दाखेरि 1 2 3 भनेर सबैको सक्क मिल्नु पर्यो एउटाले पहिला आफूले राष्ट्र तपाईले टेकनिस मा तपाईले टेकनिस भाइ 1 2 3 अप हो सँगै ठ्याक्क घुँडा राख्नु ठ्याक्क सजिलो हुन्छ घुँडा टेकन हो त्यही भएर ठीक है सिधै सिधा गर्नु अनि त लोडै पर्दैन तपाईलाई ठीक अडिन्छ अब हात उताबाट राख्नु सबैले उता फर्काउनुस् उताबाट सबै यो पनि उताबाट यो पनि उताबाट ल अब चाहिँ ठ्याक्क फेरि उड्ने हैन है फेरि 1 2 3 गरेर अनरोल गर्ने आफू चाहिँ सेफ हुनु पर्यो नि त हैन 1 2 3 रोल च्याप बल्ल पुरै सलक्क समात्न पर्यो के अनि 1 2 3 अफ बल्ल सँगै उठ्नु पर्यो हो अब लिएर जाने अब लिएर हैन अब फेरि उता ल्याएर राख्नु नि राख्दाखेरि पनि त्यस्तै यहाँ तल गइसकि हो त्यो गर्नु भने तलमा चाहिँ डान्स गर्नु फेरि घुँडामा एउटै घुँडामा टाउको पहिले उ यहाँ त्यो पनि छिटो आत्तिने किन यस्तो होला के भयो यस्तै चाहिन्छ भन्नु छैन के कपडा तन्नाहरू बलियो खालको हुनु पर्यो हैन अब यस्तो काठ हुँदा के गर्नु पर्यो
अड्छ गर्दैन यहाँ है होइन यति भाग चाहिँ हुनु पऱ्यो यो भागलाई चाहिँ फोल्ड गरिदिनु पऱ्यो होइन यो फोल्ड गर्दा चाहिँ यो चाहिँ बराबर राख्नु पऱ्यो यताको भाग पनि अनि यो भाग पनि के हुनु पऱ्यो बराबर हुनु पऱ्यो अब कत्रो बनाउने त्यो स्ट्रक्चर भन्ने कुरा हुन्छ अब यो जेन्ट्सको भएको भए चेस्टको भाग ठुलो हुन्छ होइन फिल्ममा प्रायः जस्तो हिपको भाग चाहिँ नाप्नु पऱ्यो होइन यो भाग चाहिँ यसरी चाहिँ नाप्नु पऱ्यो यति भयो मान्छे अट्छ होइन लाग्नु मास्टरमा सिधा हुने अब यो यथेष्ट बलियो छ कि छैन भन्ने हुन्छ यो के हो भन्नुहुन्छ अब यो के गरेको भन्नुहुन्छ भनेपछि जसले बनाएको छ त्यसले कतै मान्छे मार्नलाई बनाएको हो कि भनेर चाहिँ गर्न खोजेको कि अब भाँको टाउको उत्रेर यसरी झ्याल्छ जाँदा के हुन्छ यदि भाँचिहाल्यो भने टाउको तल गएर बजारिन सक्छ त्यस कारणले गर्दा के गर्ने भनेपछि है यो भागमा ठ्याक्क आउनुहुन्छ तपाईँहरू यसरी घुँडा ठ्याक्क लेख्नुहुन्छ अनि यसरी उताल्नु भयो भने बलियो छ भने चाहिँ ल उड्दाखेरि पनि कसरी आफू सुरक्षित रहने र भूकम्प आउँदाखेरि कसरी सुरक्षित रहने घाइतेलाई कसरी उद्धार गर्ने अनि घाइतेलाई कसरी उद्धार गर्ने